हेलो सेवारो साथीहरू नमस्कार। आज म चाहिँ केक काट्न आँटेको छु। मलाई चाहिँ छोराले सरप्राइज ल्याइदिएको अरे। यो फुल पनि ल्याइदिएको छ साथीहरू। यो लबर नङपालिस ल्याइदिएको छ। आज मात्रै होइन साथीहरू, पहिला पनि यसले सानो सानो गिफ्टहरू चाहिँ ल्याइदिन्थ्यो, तर मैले फर्स्ट टाइम भिडियो बनाएको चाहिँ आज हो। हामीले चाहिँ बिहानै दही चिउरा खायौँ, अनि नानीले चाहिँ बेलुका स्कुलबाट आउँदाखेरि चाहिँ मलाई सरप्राइज ल्याइदिएको रहेछ केकहरू। अनि केक पनि काट्यो साथीहरू, आमालाई खुवाइयो। भयो अलि लाएर जान त कहाँ जानु लाएर ह्याप्पी बर्थडे चुल्लु 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 होइन अनि कसो पो छोराले खायो चुल्लु ह्याप्पी बर्थडे के अरे त्यो के नाम आउँदैन यसको केक के खाएर चाहिँ बर्थडे चुल्लु। अनि साथीहरू केक काटेर खायौँ साथीहरू। अनि हामी भोलिपल्ट 16 गते चाहिँ कता गयौँ सुशीला दिदीसँग भन्दा मेरो फुल भिडियो हेरेर थाहा पाउनुहुन्छ साथीहरू। 10 रुपियाँ देऊ न किशोर। हेर न 10 रुपियाँ 20 भयो छैन मसँग चाहिँ भोलि दिन्छु। तपाईँले चाहिँ भरे यहाँ लाउनु पर्ने पिङ साथीहरू। उहाँ दिदीलाई कसले चिन्नुहुन्छ? उहाँ दिदी चाहिँ एकदम हँसिलो हुनुहुँदो रहेछ। अनि दिदीको दोकानमा चाहिँ सबै थोकको सामान पाइन्छ। अनि हामी पनि सामान किनेर जान आँट्यौँ। अनि साथीहरू, दिदीको दोकान चाहिँ कहाँ छ भन्दाखेरि यो मङ्गलबारेको चोकैमा छ। यो मङ्गलबारेको बरपिपलदेखि यता 2टा दोकानदेखि यो सुरुमा सुँगुरको मासु पाउने ठाउँदेखि अनि एउटा दोकान, अनि त्यसपछि दिदीको दोकानको नाम चाहिँ सन्ध्या स्टोर। यहाँ दिदीलाई चिन्ने जति सबैजना आइदिनु होला। तर बाटो चाहिँ कस्तो छ घरे बर्थडे गर्ललाई लडाइदिइराखेको अरे क्या किनभने मेरो एउटा हात हुँदैन। मङ्गलबारेदेखि हामी 150 यता क्याम्प जाने बाटोतिर गएको साथीहरू। अनि हामी मङ्गलबारेदेखि चाहिँ हिँडेको। अनि अगाडि चाहिँ रत्नचोक आउँछ। यो रत्नचोक चाहिँ बस पार्क हो। उता नौडा कता यो चक्रघटीहरू जाने बसहरू पाइन्छ साथीहरू। अनि हामी चाहिँ गफ गर्दै गयौँ। अगाडि चाहिँ फेरि बुद्धचोक आउँछ साथीहरू। यहाँ सीताज मार्टबाट चाहिँ हामीले सामान किन्यौँ। अनि बुद्धचोकदेखि चाहिँ लाग्यौँ साथीहरू गफ गर्दै। अनि नि साथीहरू, मलाई चाहिँ फेरि दिदीले अघि म त लडाइदिन्छु होला बर्थडे गर्ललाई भन्दै हुनुहुन्थ्यो। मेरो एउटा हात हुँदैन, लडाइदिन्छु होला भन्दै हुनुहुन्थ्यो। अनि साह्रै डर लागिरहेको थियो र पनि गफ गर्दै हिँड्यौँ। अनि यो साथीहरू यलम्बर चोकदेखि चाहिँ हामी तलतिर गयौँ। अनि यो टर्निङ चाहिँ नछोडी हामी यो हरियाली जाने बाटो जानुपर्छ साथीहरू। हरियाली आइपुग्न आँट्यो। फेरि दिदीहरू चाहिँ अघि आइसक्नु भएको रहेछ। अनि दाइ चाहिँ छिटो गर्नु छैन, ढिलो गरेर कतिखेर आउनु भन्दै हुनुहुन्थ्यो। हावाले नै हानु यता जम्मा भयो यता नुमाको स्कुटी फेरि स्टार्ट नभएर बुढाबुढी प्रकाश दाई र सबिना दिदी, हाम्रो दाजु र दिदी। हाम्रोमा चाहिँ जोडी रहेन आउनु ठ्याक्कै तपाईँको पनि जोडी आउनु भएको भए त म मात्रै बिजोडी। साथीहरू हरियालीको यसरी जङ्गल यसरी यता चाहिँ हामी तपाईँ चाहिँ कुदाउने होइन त हौ।
स्कुटी पल्टेर भरे अनि दाइले पो कुदाउनु भएको दिदीलाई हेर स्कुटी पल्टेर भरे सेवा र हुन्छ बाटो चाहिँ साथीहरू हेर्दा राम्रो भए पनि एकदम अप्ठ्यारो थियो यो बालुवाहरू माथि माथि थुप्रेको थियो अनि पहिला कुदेको गाडीहरूको दुपदुपमा कुदाउँदै लाँदै हुनुहुन्थ्यो दाइले चाहिँ हाम्रो दिदी चाहिँ फेरि अगाडि डर लागेर चाहिँ एकदम अगाडि हेरिराख्नु भएको थियो अनि हामी चाहिँ गफ गर्दै गर्दै गयौँ साथीहरू पानी परेर साथीहरू बाटो चाहिँ हिलो थियो यहाँ चाहिँ हामी ओर्लेर हिँडेर अनि क्रस गरेर चढेर गयौँ साथीहरू फाइनली साथीहरू हामी पुग्यौँ अनि सन्चै हुनुहुन्छ दिदी आज चाहिँ मैले ह्यापी बर्थडे थ्याङ्क यू दिदी आज चाहिँ तपाईँको भिडियो गरिदिएको है मैले यता 40 पे छुनु आँटे जस्तो धेरै नमाथि धेरै नआत्यो 40 लाग्यो भनेर यस्तो नगरेको बर्थडे जस्तै देखिँदैन फेरि यो रातो रातो लगाइदिनु न आफ्नो हेर्नु यता थुप पनि दिइहाल्यो त शुभकामना ह्यापी बर्थडे तिमीले चाहिँ यता मुख कोटेपछि रमाउला साई भन्दैछ होला होइन गिलास पनि हामी गिलास कटेर अलिअलि मात्रै रमाउ धेरै नरमाउ साइलाले कुकुरलाई काट्दैन बने मान्छे कलर हो टुप्पीको पनि पत्ता छैन चेस मुखमा खप्पै खोइ यता खप्पै ककुङको हुन्छ भाइ कस्तो खालको दुई कलर दुई कलरको दुई कलर प्रकाश दाजु सबिना दिदी नाम काडी बोल्छ दाजु उता हाम्रो दिदी उता सुशीला दिदी भेजिटेबलहरू त पेट्रोल हुँदैन नि सुरुदेखि नै 5000 को चस्माले लडायो अरे दाजु आज 5000 को यहाँ पेन पनि देखाइदेऊ यो हुनु छ भने नि आँखा नदेखेर चलाउनु नजानेर चिन्न भन्नु नि फेरि चलाउनु जानेर त भएको त यस्तो चलाउनु आँखाले धोका दिएको हो यता तपाईँको पनि त्यो चाहिँ दिदीले तान्नु भएर चलाउनु जानेर त्यो त दिदीले साँच्चै तान्नु भएको जस्तै नि नङ्ग्राले को तान्नु भएको मेरो नङ्ग्रा चाहिँ त्यस्तो ल मेरो नङ्ग्रा चाहिँ एकदम बुच्चे छ है यस्तो केही छैन केही छैन म नङसँग केही त्यो चारो काट्दाखेरि सबै भित्र पसला छोटो बनाउँछु किन भन्दै हुनुहुन्थ्यो 3 पल्ट मात्रै लगाएको छ यो किनेर यस्तो फेरि उसलाई मन परेको लुगा यति गरेर राख्छ कि म फोटो खिचिदिन्छु उठ्नु लास्टमा लाएर फोटो खिचिदिन्छु नि त म भक्कु फोटो खिच्छु अब लास्ट हो यो लास्ट खिचिहाल्नु उठेर सबिना दिदीको त मुन्टो नै धन्यवाद
अलिकति आउनु न अलिकति तपाईँ पहिला हात यस्तो गर्नु दिने हात यस्तो गर खुट्टा पनि यसो खुम्चाउनु रहेछ है यस्तो अबि अघिदेखि तर्सिनु भएछ यता फोटो खिचिदिनु बुढो कपाल निकाल्नु बाहिर आऊ बुढो लु म फाल्दै नि फेरि ल आऊ माछाको चारो हुन्छ माछाको चारो बुढो आऊ भन्नु त के भन्नुभएको त्यस्तो हेरेको त माथि हेलो